एउटा चक्कुले मान्छेलाई मार्यो रे। जस्ट लाइक हेलो, स्वागत छ मेरो युट्युबमा। म आज हजुरलाई एउटा केटा रिसाउनु केटाको एउटा कहानी भन्छु हजुरलाई। पहिला एउटा केटा थियो अरे। केटा चाहिँ अति नै रिस उठ्ने, आगो जस्तै केही नगरे नि उसलाई रिस उठ्ने। फेरि घरेसिङ एनिमल आजकलको मुभी छ नि त्यो जस्तै कि त्यो रोल त के गर्नुपर्छ, यो केटा त केही नगरे नि यत्तिकै रिस उठ्ने, जो अति नै रिसालु केटा थियो अरे एउटा केटा। अनि ऊ त्यो केटालाई देखेर उसको बाउमाले उसलाई एउटा किलाको डब्बा एउटा दिएछ। ल छोरा, आजदेखि तिमीलाई कतिचोटि रिस उठ्यो त्यतिचोटि हाम्रो उता किचनमा एउटा बोर्ड छ त्यहाँ ठोका भनेछ किला। एक दिनमा एकचोटि रिस भयो भने एउटा किला ठोका, 4 चोटि रिसायो भने 4 चोटि किला ठोका भनेछ। अनि छोराले पनि मानेछ, ल ठिक छ मामु भनेछ। अनि पहिलो दिन नै छोराले कति हानेछ भन्दा, पहिलो दिन नै छोराले 12-13वटा हानेछ किला नै एक दिनमा। यति धेरै रिसाएछ। बिस्तारै 1 दिन 2 दिन हप्ता बित्दै, महिना बित्दै, साल बित्दै गयो। अनि छोराले किला हान्नै छोड्यो। किला हान्न थोरै भयो। अनि उसलाई रियलाइज भयो, यस्तो आफू त्यो भयो, रियलाइज भयो जस किला ठोक्नुभन्दा आफ्नो रिसलाई अलिकति काबुमा राखेपछि आफूलाई नै फाइदा हुनेछ भने उसलाई रियलाइज भयो। अनि त्यसपछि ऊ अति नै सोझो केटा भयो। अनि ऊ चाहिँ खुसी आफ्नो बाउआमाको छेउमा गएछ। बाउ हेर्नु न, आजकल त मलाई एकचोटि नै रिस उठ्दैन, आजकल मैले किला नठोकेको कति दिन नै भयो भनेछ। अनि बाउआमाले फेरि उसलाई हेर्छ, अब ठिक छ, आजदेखि तिमी नरिसाएपछि अब तिमी दिनमा कतिचोटि रिसाएन त्यतिचोटि तिमीले किला पहिला ठोक्योहरू बाहिर निकाल भनेछ। बाहिर निकाल अनि अलिकति त्यहाँ डलन जस्तो गर भनेछ। छोराले भनेछ, ठिक छ नि बाउ भनेछ। अनि छोराले बिस्तारै 1 दिनमा एकचोटि नरिसाएपछि एकचोटि निकाल्यो। 2 दिन गयो, 3 दिन, यस्तो सालहरू जाँदै पछि त्यो दाउरामा ठोकेको किला सबै बाहिर निस्केछ, सब क्लियर भएछ। अनि फेरि ऊ बाउको छेउमा गएछ। बाउ हेर्नु न, आजकल मैले त नरिसाएको कति वर्ष भइसक्यो, यता हेर्नु न, सब किला नै फुसिसक्यो भनेछ। अनि बाउले फेरि सम्झाएछ, ल ठिक छ भाइ छोरा, अब तिमीले गरेकोहरू सही हो, तर पनि तिमीले ठोकेको किलाहरूको माथि निकाल्यो भने त्योहरूको दाग त तल बस्छ नि भनेछ। यता हेर्नु त भनेछ। त्यो जस्तै तिमीले बोलेको शब्दहरूले रिसाएर बोलेको शब्दहरूले अरूलाई भन्यो भने त्यो जतिसुकै माफी माग, जे गर, उनीहरूको मनमा अलिकति त्यो याद हुन्छ, अलिकति घाउ चाहिँ हुन्छ। जति रिसाएर जे शब्द भन्यो भने उनीहरूको मनमा तिमीले जति माफी माग्यो जे होस्, उनीहरूको मनमा त्यो जस्तै अलिकति हुन्छ भनेछ बाउले। जस्तै कि तिमीले एउटा चक्कुले मान्छेलाई मार्यो रे, पछि निकाल्यो रे, त्यो जस्तै हो। जे होस्, तिमीले सरी माग्यो, माफ माग्यो, जे गर्यो नि उसको चक्कु मारेको दाग चाहिँ अलिकति यता बस्छ नि भनेछ। त्यो जस्तै तिमीले रिसाएर जे बोल्यो भने अरूको मनमा अलिकति तिम्रो लागि पहिला यस्तो गर्यो है भनेर घाउ चाहिँ जहिले पनि मनभित्र हुन्छ अरे। त्यसैले रिसाएर अरूलाई चेपिटी नभनौँ। रिसाउँदाखेरि आफ्नो रिसलाई अलिकति काबु गरौँ, आफ्नो शब्दहरूलाई काबु गरौँ। त्यो भन्दै मेरो भिडियो यता टुङ्गाउन चाहन्छु रे कि। अनि यो भिडियोमा इफ 100 भ्यू आयो भने म पार्ट 2 अरू कहानीसँग म फेरि भिडियो आउनेछ। See you in the next video. Till then, कस्तो लाग्यो कमेन्ट डाउन।